एकदमै मेनुअल नै हो यो आदरणीय गुरुदेवहरू जसको इतिहास उहाँहरूको एउटा जुन परिचय बुटोलमा छ, बटौलीमा छ, समग्र नेपालमा छ, साँच्चै उहाँहरूको परिचयका हिसाबले पनि हामी गर्व गर्न सक्छौँ कि यसमा सबै चिज शुद्धता छ, सबै चिज चाहिने चिज छ, सबै कुराहरू प्रक्रिया पुरा गरेको छ। मात्र उहाँहरूले बारम्बार भन्नुभएको छ सकभर काटौँ, सकभर आफैले हातले बनाऊ, तर सम्भव छैन भने तपाईँहरूले संस्कार जनैलाई प्रयोग गर्नुहोस्। यो नेपालको उत्पादन हो, यो बटौलीको उत्पादन हो, यो रूपन्देही सुन्दर नगरी बुटोलको उत्पादन हो, यो रूपन्देहीको उत्पादनलाई प्रेम गर्नुहोस्। आज हामीले कतै न कतैबाट जनै त प्रयोग गर्छौँ विभिन्न पूजाहरू, विभिन्न उत्सवहरू, विभिन्न घरमा हुने कर्महरूमा, जनै पूर्णिमा हुँदैछ, रक्षाबन्धनमा कति धेरै प्रयोग गर्छौँ, ताकि हामीले कोही न कोहीबाट त प्रयोग गर्छौँ। त्यो प्रयोग गर्दै गर्दा हामीले लगाइरहेको जनै कतै विदेशको त होइन, कतै चीन भारततिरको त होइन। म आग्रह गर्छु तपाईँहरू आइदिनु होला। संस्कार जनैका बारेमा धेरै कुरा भनिएको छ। जनै फेर्नुपर्ने अवस्था, जनै फेर्दा गर्नुपर्ने विधि, दृढ वा पुरानो एगोपवित हटाउने तरिका, संस्कार र एगोपवित अर्थात् यी जनैका बारेमा संक्षिप्त जानकारी भनेर उहाँहरूले सबै लेख्नु भएको छ। म यो उद्योगलाई देखाउँदैछु, यहाँ आउन आग्रह गर्छु। बधाई छ।